गायत्रामा यत्रा क्यामेरा अगाडि आउँदा नि नबन्ने कस्तो देश, बा प्रधानमन्त्री हुँदा नि नबन्ने कस्तो देश, भाउजू परराष्ट्र मन्त्री हुँदा नि नबन्ने कस्तो देश, विष्णु अर्थमन्त्री हुँदा नि नबन्ने कस्तो देश, अब जेठमै 30 को गीत आउँदा नि नबन्ने कस्तो देश। त्यस कारणले यो नेता त्यस्तो होइन नि, देशै त्यस्तो जस्तो मलाई लाग्यो। त्यसैले अब यो देशै सुध्रिनुपर्छ जस्तो मलाई लाग्छ। भर्खरै हाम्रो परराष्ट्र मन्त्रीज्यूले भारतका प्रधानमन्त्रीज्यूलाई भेट्नु भएको छ। अघिल्ला सरकारहरू चाहिँ पहिले प्रधानमन्त्री गएर भेट्नुहुन्थ्यो, योपालि परराष्ट्र मन्त्रीज्यू गएर भेट्नुभयो। सायद यो लक पनि हो, पछि प्रधानमन्त्री भएर आउँछु भनेर एउटा गुड लक पनि जस्तो मलाई लाग्छ। मैले बिहान ऋषिजीकै आज गफ पनि गरेँ ऋषिसँग। उहाँको बस आउनुभन्दा अगाडि समाचार सुन्दाखेरि पनि उहाँहरूको भेटघाट एकदम राम्रो हो। अनि मैले ऋषिजीलाई नि भनेको थिएँ, नयाँ दिल्लीमा आज परराष्ट्र मन्त्रीजी र भारतको प्रधानमन्त्री बिचमा वार्ता भएको छ चित्तुजी भन्नु। जमानाले बिहानदेखि बेलुकासम्म बस गर्दा नबन्ने कस्तो देश। पत्रकार सम्मेलन गर्नु भएको छ नि, वर्षमा एकचोटि त तपाईँले अनिवार्य यहाँ चाहिँ गाई जात्रा चाहिँ कार्यक्रम त गर्नुहुन्छ। हाम्रो राजनीतिभित्र पनि त्यस्तै हो। तपाईँलाई केपी शर्माले धोका दियो कि त्यसलाई धोका भन्न मिल्दैन। मलाई चाहिँ कस्तो लाग्छ भने नि, यो अलिकति अचम्म बच्ने पोलिटिक्समा बडो गाह्रो पनि छ। अगाडिबाट म्याउ म्याउ गरेर पछाडिबाट हान्ने यो परिस्थितिले गर्दाखेरि अहिले मलाई ओलीजीको नाम सुन्दा पनि बडो काउकुती लाग्छ र लुतो आएको जस्तो हुन्छ, नाम नलिनु जस्तो लाग्छ मलाई। अनि तपाईँकै पार्टीको जनार्दन शर्माले तपाईँलाई हटाउनु नि त अध्यक्षबाट? होइन, कसले कसलाई हटाउँछ भन्ने कुरा त त्यो त गर्दै जाँदा देखिने चिज पनि हो। हामीले 52 सालदेखि राजा फ्याल्नुपर्छ भन्दा कम्तीमा नि लामै 10 वर्षको जनयुद्ध गर्न परेकै तपाईँले देख्नुभयो। हाम्रो बुताले मात्रै होइन, त्यहाँ सबै पार्टी र जनता मिलेर फ्यालियो। अहिले फेरि नयाँ दिल्लीमा वार्ता त भयो, तर वार्ता चाहिँ पुरानो हो कि नयाँ हो त्यसमा चाहिँ सबभन्दा ठुलो कुरो हो। म आशा गर्छु वार्ता नयाँ नै भएको होस्। अलिकति जस्तो अनि मैले त्यसपछि यसो सोचेँ, वार्ता कस्तो भयो होला होइन। भारतका प्रधानमन्त्रीज्यूले सोध्नु होला, देखे डॉक्टर साहब नमस्कार प्रणाम, बैठिए, कैसे हैं आप, आपका कैसा है हाल खबर बताइए भनेपछि आरती देवाजीले पहिले त गडबड त ठीक नहीं था, अभी ठीक है, हम परराष्ट्र मंत्री बनाए, सब कुछ ठीक होता है। अच्छा पतिदेव के क्या हाल है? पतिदेव रेडी है, अब क्या करते हैं, 2 वर्ष करना पड़ता है, यही पतिदेव रेडी है। अनि ओली जी क्या कहते हैं? ओली जी ने आपको भ्रमण के लिए निमंत्रण दिया है। अरे बाप रे, क्या हो गया नेपाल में, हम उनका भ्रमण का निमंत्रण देते थे, वो हमारा निमंत्रण दिया। यही तो परिवर्तन है, क्योंकि हमारा बाप प्राइम मिनिस्टर है। शायद यस्तै बार हुआ है। अब भन्दै म लामो समय लिन, हरेक चिजको एउटा सीमा हुँदो रहेछ। हास्य व्यङ्ग्य आजभोलि अलि धेरै